ठुलो कुरा के छ, गाह्रो कुरा के छ? पुलिसहरुलाई बोलाएर तुन मान्छे तुन्न, तुनेन भने निकाल्दिम, के बिग्रिन्छ? पहिलेका कर्मचारी निकाल्दिम, न्यायाधीश निकाल्दिम, के बिग्रिन्छ? के गाह्रो काम हो? संविधान 10वटा बुँदा संशोधन गर्न के गाह्रो हो? प्रत्यक्ष कार्यकारी लेख्न के गाह्रो हो? प्रदेश सभा राष्ट्रिय सभा खारेज भयो भनेपछि भयो नि, भएन र? हैन, केन्द्रीय संसद प्रतिनिधि सभा चाहिँ खारेज भयो भनेपछि हुने रे, अनि प्रदेश सभा राष्ट्रिय सभा नहुने रे। अनि प्रधानमन्त्री चाहिँ तपाईँ यो संविधानमा टेकेर प्रधानमन्त्री बनेको होइन नि त, है? विद्रोहले क्रान्तिले गरेको, है? सबै कुरा ल अफ नेसेसिटी हुन्छ। थोरै कुरा हामीले नि बुझ्यौँ, हामीसँग नि बुझेका मान्छेहरू छन्, हामीसँग पनि विज्ञहरू छन्। हामीलाई देशको चिन्ता छ, हामीलाई जनताको चिन्ता छ, हामीलाई नेपाल आमाको चिन्ता छ, हामीलाई शहीद परिवारको चिन्ता छ, हरेक घाइते भाइ बहिनीको चिन्ता छ। तर यो प्रधानमन्त्री गृहमन्त्रीको चिन्ता छैन। यति गर्ने भए गर, आजै गर, अहिले गर, 4 दिनभित्र 6 दिनभित्र सकिन्छ। नभए छोडिदेऊ, म गर्छु, हामी गर्छौँ। अर्को दाइ छन्, दुर्गा पत्रे दाइ छन्, कपिल पौडेल सर हुनुहुन्छ, अरू छन्, टन्डे छन्, हामी छौँ, हामीसँग टिम छ, हामीसँग सबै कुराहरू छ। गर्न सक्छौ गर, नभए अझै राजीनामा देऊ, अहिले राजीनामा देऊ, भर्खरै राजीनामा देऊ। म सकिनँ भनेर म हुत्याएर भए, म लाचार भए, म नामर्द भए। पहिला मैले ठुल्ठुला कुरा गरेँ, 5 दिनभित्र मैले भ्रष्टाचार अन्त्य गर्छु भने, हैन, मैले यिनीहरू सबैलाई जेल हाल्छु भने। तर म कुर्सीमा पुगेँ, म त मात्तेको भए, म त आत्तेको भए, म त पुरा अजम्मरी भए, मैले केही गर्न सकिनँ, म हुत्याएर भए। म आज तपाईँहरूको सामुन्ने आउँछु, भन अब यही चुनौती भयो तिमीलाई। हेर प्रधानमन्त्री, हेर गृहमन्त्री, तिमीलाई चुनौती भयो। यति तिमीले जेन्जीका मागहरू पुरा गर्न सक्छौ भने गर। जेन्जीका माग जेन्जीका मात्र होइनन् फेरि।